आजको भिडियो हेरेपछि हजुरहरूले अवश्य पनि अंग्रेजी फरर बोल्न जान्नुहुनेछ है त। अब यो भिडियोको टाइटल रहेको छ थिंक इन इंग्लिश नट इन नेपाली। स्टप ट्रान्सलेटिङ, ट्रान्सलेट गर्न छान्नुहोस्। स्पिक नेचुरली, प्राकृतिक रूपमै बोल्नुहोस्। अब ट्रान्सलेट गर्ने होइन। उसले भात खायो, ही एट राइस, यसरी ट्रान्सलेट गर्ने होइन। अब केही इमेज भिजुअलाइजेसन हुन्छ भने त्यो भिजुअलाइजेसनबाटै अंग्रेजी बोल्ने। अबबाट मैले यहाँ हजुरहरूलाई 3टा यस्ता उपायहरू लिएर आएको छु जसबाट हजुरहरूले फरर अंग्रेजी बोल्न जान्नुहुनेछ। त्यसको लागि भिडियो अन्त्यसम्म हेर्नुहोस् र च्यानल यदि यो भिडियो मन परेमा यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र यो भिडियोलाई साथीहरुसम्म पुर्याउनको लागि पनि सहयोग गरिदिनु हुनेछ भन्ने मैले आशा गरेको छु। पहिलो रहेको छ स्टप ट्रान्सलेटिङ वर्ड्स। ट्रान्सलेट गर्न छोड्नुहोस्। स्टार्ट भिजुअलाइजिङ। भिजुअलाइजिङ गर्न सुरु गर्नुहोस्। भिजुअलाइजिङ भनेको दिमागमा आउने तस्बिर हो। जस्तो when you hear apple don't think स्याउ के एप्पल भनेर सुन्नु भयो भने यो त स्याउ हो है, स्याउ भनेको एप्पल हो भनेर नगर्नुस् के। अब के गर्नुस् त भन्दा एउटा रातो फलफुल सम्झनुहोस्। आफै सम्झनुहोस्, एउटा रातो एउटा फलफुल सम्झनुहोस् र त्यसले चाहिँ अब ब्रेनले, हजुरको ब्रेनले नै आफै त्यो इमेजबाट के जान्ने छ भन्दा यो त एप्पल हो है भनेर भन्नुहोस्। स्याउ नभन्नुहोस् त ब्रेनले। त्यसरी भिजुअलाइज गर्नुहोस्। बिकज योर ब्रेन लर्न्स फास्टर थ्रु इमेजेस देन ट्रान्सलेसन है त। किनकि हजुरको ब्रेनले भिजुअलाइजेसनबाट, त्यो तस्बिरबाट त्यो रातो फल भनेर हजुरको दिमागमा भिजुअलाइजेसन हुन्छ। तब हजुरको दिमागले धेरै छिटो त्यसलाई क्याच गर्छ र त्यो बिर्सिँदैन। त ट्रान्सलेट गर्न थाल्नु भयो भने कहिल्यै पनि भोक्याबुलरी पनि जानिदैन र अंग्रेजी बोल्न पनि सकिँदैन। अब अर्को पटक यदि हजुरले रेन भन्ने शब्द सुन्नुभयो है, रेन भन्ने शब्द सुन्नुभयो, त्यो सुन्ने बित्तिकै हजुरले अब के इमेजिन गर्नु पर्यो भन्दा क्लाउड, त्यो बादल, त्यो ड्रप्स हैन, थोपा। अब नेपालीमा पानी पर्यो भनेर जान्ने होइन, त्यो इमेज के गर्ने, भिजुअलाइज गर्ने अनि रेन भनेर सम्झने। बुझ्नुभयो नि। अर्को नेक्स्ट टिप रहेको छ युज अ मिरर एन्ड डिस्क्राइब व्हाट यु सी इन इंग्लिश ओन्ली। हजुरहरूले अर्को के गर्नुहोस् भन्दा मिरर अगाडि उभिएर त्यहाँ वरिपरि के छन् त्यो टक्क आँखा अब हेर्ने। त्यो मिरर अगाडि आफै देखिन्छ, त्यहाँ हेरेर डिस्क्राइब गर्ने केमा, अंग्रेजीमा है त। एक्जाम्पल छ आई एम ब्रशिङ माई हेयर, आई एम वेयरिङ अ रेड टी सर्ट, यसरी व्याख्या गर्ने है त। हाउ इज द डे, द डे इज सन्नी हैन, द डे इज रेनी, अथवा के हो, के भइरहेछ, व्हाट इज गोइङ अन राइट देयर, डिस्क्राइब इन इङ्ग्लिसमा डिस्क्राइब गर्नुहोस् है। अर्को स्टेप 2 अर्को रहेको छ बिल्ड इङ्ग्लिस सराउन्डिङ्स। वरिपरि अंग्रेजी वातावरण बनाउनुहोस् क्या, इङ्ग्लिस स्पिकिङ जोन है त। चेन्ज योर फोन ल्याङ्ग्वेज टु इङ्ग्लिस। मोबाइलमा आजै त्यो ल्याङ्ग्वेज परिवर्तन गर्नुहोस्। यदि इङ्ग्लिस सिक्नु छ भने त्यसलाई केमा परिवर्तन गर्नुहोस्, इङ्ग्लिसमा चेन्ज गर्नुहोस् ल्याङ्ग्वेजलाई। ससाना पोडकास्टहरू हेर्नुहोस्। त्यो पोडकास्ट ससाना 5 मिनटसम्मका पोडकास्टहरू हेर्नुहोस्। त्योबाट पनि हजुरको इङ्ग्लिस राम्रो हुन्छ। अनि छोटा छोटा मिठा सुनिरहँ जस्ता लाग्दा कथाहरू सुन्ने गर्नुहोस्, पढ्नुहोस्। साइलेन्टली होइन, बिस्तारै होइन, मनमनै होइन, ठुलो आवाजमा। एउटा कुरा यति सम्झनुहोस् कि फ्लुएन्सी जुन छ बोल्ने एउटा कला छ, त्यो भनेको सिक्ने हो। सिकेर भन्दा पनि त्यसलाई कसरी हामीले ढालिन्छ त, कसरी त्यसलाई हामीले एब्जर्ब्ड गर्छौँ त, त्यसमा भर पर्छ है। द मोर यु हियर इङ्ग्लिस द मोर योर ब्रेन कपिज द रिदम है। जति इङ्ग्लिसमा हजुरहरूले सुन्नुहुन्छ त्यति नै हजुरको ब्रेनले त्यसलाई कपी गर्छ। जस्तो जब हजुर हिँड्नुहुन्छ
तब भन्नुहोस् क्या, कस्तो उज्यालो घाम नभन्नुहोस्, द सन इज ब्राइट भनेर दिमागमै ल्याउनुहोस्। पिक्चर देख्ने बित्तिकै यो ब्रेन स्टार्ट्स ब्रेन स्टर्मिङ इन इङ्ग्लिस क्या, त्यस्तो बनाउनुहोस्। वाइल कुकिङ के भन्नुहोस्, आई एम कटिङ अनियन्स भन्नुहोस्, मैले त प्याज काटिरहेको छु भन्न छान्नुहोस्। अब वाइल वर्किङ जब काम गर्दै हुनुहुन्छ, आई एम टाइपिङ एन इमेल भन्नुहोस् है त। अब हजुरहरूले यस्तो बनाउनुहोस्, हजुरको संसार यस्तो बनाउनुहोस् कि त्यही हो हजुरको कक्षा कोठा। अर्को स्टेप 3 रहेको छ, स्पिक इन थट बबल्स। इमेजिन योर थट अपेयरिङ इन इङ्ग्लिस बबल्स अबभ योर हेड। जब हजुरले सोच्नुहुन्छ ओहो म त भविष्यमा यो गर्छु त्यो गर्छु, म शाखा अधिकृत बन्छु, आई विल बी एन अफिसर, नेपालीमा नसोच्नुहोस्। अब यसरी दिमागमा टक्क सोच्ने कसरी भन्दा आई विल बी एन अफिसर, देन आई विल कम्प्लिट माई मास्टर्स डिग्री होइन, यसरी इङ्ग्लिसमै सोच्नुहोस् क्या अबबाट भन्नु, बुझ्नुभयो नि। अब एक्जाम्पल छ, वेन यु सी योर फ्रेन्ड, जब हजुरले हजुरको साथी देख्नुहुन्छ भन्नुहोस्, हजुरको बबलले के भन्छ, हि लुक्स ह्याप्पी टुडे भन्नुहोस् क्या, ऊ कति खुसी देखिन्छ नभन्नुहोस्। बबल नै अब हजुरको दिमागमा आउने हरेक थट प्रोसेसलाई अङ्ग्रेजीमा रूपान्तरण गर्नुहोस्। वेन इट रेन्स, जब पानी पर्छ नि तब म त यो मौसम कस्तो मन परेको वाउ भनेर नभन्नुहोस्, आई लभ दिस वेदर भन्नुहोस्। यो बबलले भन्छ हजुरको, त्यस्तो बनाउनुहोस् त दिमागलाई। यु डोन्ट निड अ पार्टनर, योर ब्रेन इज योर बेस्ट स्पिकिङ पार्टनर। अब यसमा के भनेको छ भन्दा हजुरको बेस्ट फ्रेन्ड बोल्ने पार्टनर भनेको को हो त, दिमाग हो। बुझ्नुभयो नि, मिस्टेक हुन्छ, डोन्ट वरी विथ मिस्टेक है, मिस्टेकसँग नडराउनुहोस्। मिस्टेक मिन यु आर थिङ्किङ इन इङ्ग्लिस, इङ्ग्लिसमा बोल्ने प्र्याक्टिस गर्दै हुनुहुन्छ है त। फ्लुएन्सी भनेको ग्रामर मात्र सिक्नु होइन है, यो भनेको दिमागबाट पनि सुरु हुन्छ। इट स्टार्ट्स विथ माइन्ड सेट, स्टप ट्रान्सलेटिङ, स्टार्ट फिलिङ इङ्ग्लिस है त। ल यति नै हो। अब म हजुरहरूलाई चाहिँ कसरी अङ्ग्रेजीमा लेख्ने त। अब धेरै विद्यार्थीहरूको समस्या मैले के पाएँ भन्दा चाहिँ नेपालीमा जस्तो नेपालको बारेमा एस्से लेख्नुहोस् भनेर क्वेसन सोध्यो भने नेपालीमा लेख्न त आउँछ धेरैलाई, तर त्यही क्वेसन कसरी अङ्ग्रेजीमा लेख्ने आउँदैन, त्यो कसरी लेख्ने त है। अब एउटा अक्षर पनि अङ्ग्रेजीमा लेख्न नआउनेले पनि लेख्न सुरु गर्नुहुनेछ आशा छ। त्यसको लागि मलाई यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, मलाई साथ दिनुहोस्। म त्यस्तो पनि भिडियो बनाउँछु र म एउटा एस्योर नै गर्न चाहन्छु कि एउटा शब्द इङ्ग्लिसमा लेख्न नसक्नेहरूले पनि इङ्ग्लिसमा खरर लेख्न सक्ने हुनुहुनेछ। मिस्टेक त हुन्छ बट यु विल लर्न हाउ टु राइट है त, कसरी लेख्ने भन्ने सिक्नुहुनेछ र इङ्ग्लिस फेल हुने त सम्भावना छैन है। त्यही भएर बेसिक लेभलदेखि नै अङ्ग्रेजी जान्न चाहनेहरूले होइन टु एडभान्स लेभल सबैले यो भिडियो हेर्नुहुनेछ र लाइक गर्नुहुनेछ, कमेन्ट गर्नुहुनेछ, सेयर गर्नुहुनेछ, च्यानललाई सब्सक्राइब गर्नुहुनेछ। मलाई साथ दिनुहोस् होइन च्यानललाई सब्सक्राइब गरेर। धन्यवाद।